सबैजनालाई जय मसीह ख्रिस्टको नाममा। अनि आज म फेरि पनि तपाईँहरूको बिचमा शक्तिशाली परमेश्वरको वचनलाई लिएर उपस्थित भएको छु। अनि आज चाहिँ अन्त्यको समयको बारेमा छ। दानियलको पुस्तक 12 अध्यायको 1 देखि तपाईँहरू 13 सम्म पढ्नु होला। म चाहिँ 1 र 2 मात्रै पढ्न चाहन्छु। त्यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्। यस सङ्कटको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्यस बेला त्यस्तो कहिले भएको छैन। तर त्यस बेला तिम्रा मानिसहरू जीवन पुस्तकमा नाम लेखिएका सबै बचाइनेछ र पृथ्वीको धुलोमा सुतेका भिडहरू उठाइनेछन्। केही अनन्त जीवनको लागि र अरू चाहिँ शर्म र अनन्त तिरस्कारको लागि। हालेलुया। परमेश्वरलाई धन्यवाद भएको होस् प्रियहरू। अनि आज साँच्चै नै दानियलको पुस्तक 12 अध्यायको 1 देखि 13 सम्म तपाईँ पढ्नुहुन्छ। त्यहाँ शक्तिशाली कुरा परमेश्वरले भनिराख्नु भएको छ। अनि यस कारणले गर्दा तपाईँ र म आज जिउँदै गर्दा चाहिँ अनि हामी संसारको हामी ऋतुभित्र, अन्त्यको दिनको त्यो ऋतुभित्र, त्यो सिजनभित्र हामी प्रवेश गरिराखेका छौँ। त्यस कारणले गर्दा दानियलको पुस्तकले तपाईँ र मलाई के भन्छ भन्दाखेरि अनि त्यो सङ्कटको समयमा चाहिँ यस्तो दिनहरू आउनेछ। अनि बाइबलले अगमबानी गरे अनुसार अनि यो मरेका ज्यानहरू उठेर भत्किनेछन् भनेर बाइबलले भनेको छ। र त्यस कारणले गर्दा तपाईँ र म आज यो दिनहरूमा मण्डली कुन ठाउँ उभिनुपर्ने हो। त्यस कारणले गर्दा अनि यो सिजन चाहिँ यो ऋतुभित्र चाहिँ हामी प्रवेश गरिराखेका छौँ। त्यो समयभित्र हामी प्रवेश गरिराखेका छौँ, छिरिराखेका छौँ। तर हामीलाई थाहा नभएको हुनसक्छ, हामीले संसार घटनाहरूलाई याद नगरेको हुनसक्छ। तर हामी त्यो सिजनभित्र, त्यो ऋतुभित्र हामी प्रवेश गरिराखेका छौँ। प्रियहरू, तपाईँ सबैजनालाई जय मसीह। तपाईँ सबैजनाले शक्तिशाली प्रार्थना गर्नुहोस् अनि आराधनामा समय बिताउनुहोस्। यो घडी अनि यो आजको दिनहरू भनेको चाहिँ परमेश्वरमा अनि धेरै अगाडि बढ्ने अनि मण्डली आज चाहिँ यो ठाउँमा उभिन आवश्यक छ। प्रियहरू, त्यस कारणले गर्दाखेरि तपाईँ अनि म चाहिँ एकदमै प्रार्थना गर्न आवश्यक छ। अनि यस कारणले नेपालमा केही घटनाहरू घट्न लागिराखेको छ। नेपालमा केही घटनाहरू घट्न लागिराखेको छ। त्यस कारण तपाईँ सबैजना प्रार्थना गर्नुहोस्। परमेश्वरलाई धन्यवाद भएको सुनेहरू। अनि परमेश्वरले तपाईँ र मलाई शक्तिशाली थियो अनि लडाइँमा लड्नको लागि, अन्तिम दिनको समयको लागि अनि सधैँभन्दा यहाँ हामीलाई सहायता गर्नुहोस्।